नमस्कार सबैलाई। आजको यो भिडियो सुरु गर्नु अघि एउटा सानो कुरा भन्न चाहन्छु। जीवनमा धेरै पटक हामी खुसी खोज्दै धेरै टाढा पुग्न खोज्छौँ, तर कहिलेकाहीँ मनलाई चाहिने शान्ति भने आफ्नो मान्छेसँग बिताएको एउटा सानो यात्रामै भेटिँदो रहेछ। आजको यो यात्रा पनि त्यस्तै एउटा सम्झना हो। आज म र मेरो दिदी कलङ्कीबाट सार्वजनिक बस चढेर भगवान पशुपतिनाथको दर्शन गर्न निस्क्यौँ। न त यो कुनै महँगो ट्रिप थियो, न कुनै ठुलो योजना। बस मनले एकछिन सबै कुरा बिर्सेर भगवानको दर्शन गर्न चाहेको थियो। बस अगाडि बढ्दै थियो अनि म झ्यालबाट बाहिर हेर्दै थिएँ। सडकमा हिँडिरहेका मानिसहरू, आफ्नो आफ्नो सपना बोकेर दौडिरहेका अनुहारहरू, सबैको कथा फरक थियो। त्यही बेला लाग्यो जीवनमा पनि यही बाटो जस्तै रहेछ। कतै ट्राफिक, कतै खुल्ला सडक, कतै धुलो, कतै उज्यालो, तर सबैभन्दा आफ्नो गन्तव्यतिर अघि बढिरहेका छन्। दिदीसँग यसरी यात्रा गर्दा मनमा धेरै कुराहरू, सम्झनाहरू आयो। सानो हुँदा हामीसँग धेरै सपना थिए, सानो सानो कुरामा धेरै खुसी हुन्थ्यौँ। समय बित्दै गयो, जिम्मेवारी बढ्दै गयो अनि थाहा नै नपाई जीवन धेरै बदलियो। आज फेरि दिदीसँग यसरी सँगै यात्रा गर्दा लाग्यो केही सम्बन्धहरू समयले होइन मायाले टिकाइ राखेको हुन्छ। हामी पशुपतिनाथमा पुग्यौँ। त्यहाँ वातावरण एउटा बेग्लै शान्ति थियो। घन्टी बजिरहेको थियो, धुपको सुगन्ध फैलिरहेको थियो। बागमती किनारबाट चलिरहेको हावाले मलाई छुने गरी स्पर्श गरिरहेको थियो। त्यो क्षणमा मैले भगवानसँग धन सम्पत्ति वा ठुलो सफलता केही मागिनँ। मैले त यति मात्र भने, हे भगवान, मेरो आफ्नो मान्छेहरूलाई सधैँ सुरक्षित राख्नुहोस् है। उनीहरूको अनुहारमा मुस्कान कहिले हराउन नदिनुहोस् है। कहिलेकाहीँ हामीसँग भएको मानिसहरूको मूल्य उनीहरू टाढा गएपछि मात्र थाहा हुन्छ। त्यसैले आज घर पुग्ने बित्तिकै आफ्नो बुबा आमा दिदी बहिनी दाजुभाइ वा तपाईँले माया गर्ने कसैलाई एकपटक अँगालो हाल्नुहोस् र भन्नुहोस्, तपाईँ हुनुहुन्छ, त्यसरी मेरो संसार सुन्दर छ। किनकि जीवनको कुनै भरोसा हुँदैन, समय कसैको लागि रोकिँदैन। आज मैले एउटा ठुलो कुरा महसुस गरेँ। पैसा कमाउनु महत्त्वपूर्ण छ, तर पैसा कमाउने दौडमा आफ्ना मान्छेहरूसँग बिताउने समयमा हराउनु हुँदैन। किनकि पैसा फेरि कमाउन सकिन्छ, तर बितिसकेको एउटा दिन, एउटा यात्रा, एउटा हाँसो, त्यो कहिल्यै फर्केर आउँदैन। सायद केही वर्षपछि यही भिडियो हेर्दा हामी कति बदलिसकेका हुनेछौँ थाहा छैन, तर आजको यो दिन, दिदीसँग गरेको यो यात्रा, सार्वजनिक बसको यो सफर र भगवान पशुपतिनाथको दर्शन, वाउ, यी सबै सम्झनाहरू भने सधैँ मनमा रहिरहनेछ। त्यसैले आजको यो भिडियो केवल एउटा ब्लग होइन, मेरो जीवनको एउटा याद हो। यदि तपाईँ यहाँसम्म हेर्नुभएको छ भने मनैदेखि धन्यवाद। तपाईँको साथ र मायाले नै यस्तो भिडियो बनाउने हिम्मत मिल्छ। भगवान पशुपतिनाथले तपाईँ र तपाईँको परिवारलाई सधैँ सुख, शान्ति, राम्रो स्वास्थ्य र सफलताको आशीर्वाद दिउन्। याद राख्नुहोस्, जीवन धेरै छोटो छ। रिसभन्दा माया धेरै बाँड्नुहोस्, पैसाभन्दा समय धेरै दिनुहोस् र गुनासोभन्दा कृतज्ञता धेरै व्यक्त गर्नुहोस्। फेरि अर्को यात्रामा भेट्नेछौँ। तबसम्मको लागि नमस्कार। हर हर महादेव, हर हर।